नमस्कार सबैलाई। मेरो नाम क्याप्टन कुलबहादुर लिम्बू हो। म पेसाले जहाज उडाउने 40 प्लस नेपाल वायुसेना निगममा जहाज उडाएँ। अहिलेको नयाँ सिरिजको यो एफआई सिरिजको लेटेस्ट जुपिटर 110 मा चाहिँ तपाईको अगाडिको लुक्स चाहिँ धेरै एपिलिङ छ। मलाई यसमा सबै किसिमले चाहिँ म सन्तुष्ट नै छु। मैले अहिले भनेको तीनटा कुरामा म सन्तुष्ट छु। एउटा चाहिँ सेफ्टी फर्स्ट एन्ड फरमोस्ट, दोस्रोमा तपाईको कम्फर्ट भयो हैन, र तेस्रोमा चाहिँ फ्युल इकोनोमी। सबभन्दा रमाइलो चाहिँ यसमा के छ भने स्पिड चाहिँ ठुलो न्युमेरिकलमा आउँछ, डिजिटल डिस्प्लेमा आउँछ। त्यो चाहिँ यु क्यानट मिस एनी टाइम हैन। कति माइलेज एभरेज कति दिइरहेछ हैन त्यो, र तपाईको रेलले रेन्ज कति दिन्छ। अब तपाईको फ्युल बाँकी र जति ट्याङ्कमा छ त्यो चाहिँ फ्युलले कति डिस्टेन्स कभर गर्न सक्छ भनेर त्यो इन्फर्मेसनमा दिइरहेको हुन्छ। त्यसकारणले इट्स भेरी युजर फ्रेन्डली लाग्छ मलाई चाहिँ। र यो फ्यामिली सानोतिनो फ्यामिली कार जस्तो पनि मलाई लाग्छ। दुईजना चाहिँ र सामान गुन्टा आदि इत्यादि, र म फोटोग्राफर भएको हुनाले त्यो डिकी पनि त्यसको चाहिँ ठुलो 33 क्युबिक को चाहिँ त्यो भएको हुनाले राम्रो छ। र मलाई जस्तो लाग्छ काठमाडौँमा को पेरिफेरीमा चढ्नको लागि चाहिँ यो चाहिँ अति उत्तम छ। अब यसको अगाडिको सस्पेन्सन चाहिँ एकदमै मलाई रफ रोडमा पनि धेरै स्मुथ लाग्यो। कहिले कहिले कस्तो हुन्छ नि, स्कुटरमा चार्ज गर्ने ठाउँ त छ, तर फोन चाहिँ कहाँ राख्ने भन्ने त्यो समस्या धेरैमा त्यो तड्कारू रूपमा देखिन्छ। तर यसमा चाहिँ अगाडि चाहिँ ठुलो पकेट छ। त्यो पकेटमा चाहिँ प्रशस्त फोनहरू, अरू आफ्नो ग्लोभ्सहरू, तपाईको चाहिँ मफलरहरू त्यहाँ सजिलै, मफलर भन्नाले अब स्कार्फहरू सजिलै, टाईहरू टोपीहरू सजिलै अट्छ। तपाईको प्राइस वाइज, मेन कुरा प्राइस वाइज पनि भेरी एफोर्डेबल, र अरू स्कुटरको दाँजोमा सबै फिचर भएर पनि चिपर त नभनौँ, लोवर ब्राकेटमा आउँछ दाम चाहिँ।